खाने मुखलाई जुङ्गाले छेक्दैन भने जस्तै हो आज हाम्रो साथमा पनि केही त्यस्तै भयो साथीहरू। मोमोको क्रेभिङ चाहिँ पहिलेदेखि भइरहेको थियो, तर आज हामीले बनाउने सोचिरहेको थियौँ। सो फर्स्ट अफ अल त तपाईँहरूलाई मेरो मिनी ब्लगमा वेलकम छ साथीहरू। खाने भनेको अस्तिदेखि हो, तर पैसा नभएर चाहिँ आज जे भए पनि हामीले गुलकदेखि निकालेर भए पनि बनाउने सोचमा थियौँ। बुढी चाहिँ ड्युटीमा हुनुहुन्थ्यो, अनि छोरी र म चाहिँ मार्केट गएर मैले यता छोरीलाई चाहिँ खेलाउँदै यता त गर्नुपर्छ साथीहरू। सुप खाने भनेर चाहिँ मैले चिकन रुममै लिएर आएको थिएँ। त्यसलाई काटकुट गर्नतिर लाएँ। छोरी चाहिँ फेरि आएको आइ गर्दै हुनुहुन्थ्यो। छोरीलाई सुताइसकेपछि मैले खिमाहरू सबै मिक्स गरेर राखिसकेको थिएँ। अनि अब चाहिँ मोमोको पालो। मोमोको चाहिँ मैले सिधै यस्तो खासै आउन साथीहरू, यो अलि मैले पातौरो बनाउने भनेर चाहिँ यस्तो भएको हो साथीहरू, तर एकदमै मिठो नेपालको जस्तै थियो। सुपको कुरा के गर्नुहुन्छ, सेम नेपालको फेरि, बट अचार चाहिँ त्यस्तो भएको थिएन, नेपालको जस्तो थिएन साथीहरू। अनि यो फर्स्ट बाइट चाहिँ तपाईँहरूको लागि। तपाईँहरूलाई पनि यसरी खान मन लाग्छ भने चाहिँ होममेड बनाउनु एकदमै हेल्दी पनि हुन्छ। बाहिरको भन्दा पनि आफूले बनाएको चाहिँ एकदमै राम्रो हुँदो रहेछ साथीहरू। बाहिरमा चाहिँ मलाई एकदमै फिलै आउँथेन, मैदा खा जस्तो हुन्थ्यो, तर मलाई आफूले बनाएको चाहिँ तारिफ गरेको होइन, तर साँच्चीकै मिठो थियो। अनि मेरो बुढाले पनि एकदमै यम्मी दामी चाहिँ भन्नुभएको थियो। सो आजको लागि चाहिँ यति नै साथीहरू, भेटौँला नेक्स्ट भिडियोमा। आजको लागि बाई। लास्टमा चाहिँ सब्सक्राइब लाइक गर्न नबिर्सिनु होला।